Hello everyone, welcome back to my YouTube channel. Aljina YouTube channel मा तपाईहरुलाई फेरि पनि स्वागत छ धेरै पछि है. ओके, आज चाहिँ हामी गएको बाटो टुर जाँदै छौं. 2 घण्टाको टुर भनौं हैन. नियोङको गएकोमा त एकदम रमाइलो हुन्थ्यो, दिनभरि टुर हुन्थ्यो. सेनमोन आइसकेपछि त 2 घण्टाको टुर हुँदो रहेछ. यहाँ आएर थाहा भयो. सन्चै हुनुहुन्छ होला. म पनि धेरै सन्चै छु. हेर्नु म कति धेरै एक्साइटेड छु हैन. कति धेरै बोलिरहेको छु के. म बोल्न पाउँदा कति धेरै बोल्छु, म आफैलाई थाहा हुँदैन के गरी. ओके गाइस, भिडियो हेरेर रमाइलो गर्नु होला भन्न चाहन्छु. अनि YouTube च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ अवश्य सब्स्क्राइब गरिदिनुस् है त. एल्जिना राई अफिसियल अफिसियल छ. तिमीहरु मेरो बिल्ला हान्छ भने पर्दैन है. नगर हैन, प्रयास गर्दै गर. अझै 1000 पुग्छ के. प्लिज सब्स्क्राइब माइ च्यानल. हाइकिङ प्रोग्रेस भेट्यो. पेपरलाई यादगार बनाउनु छ. सब्स्क्राइब गरिदिनु न. सब्स्क्राइब र कमेन्ट गर भने पढ भने हैन. पढ भने टिकटकमा चाहिँ राम्रो कन्टेन्ट दिन्छ. तर इन्का अन्त भ्यू त राम्रो मेरै आउँछ नि. कति सब्स्क्राइबर बढ्यो. तिमी पुरा उ गरेर के रे एडिट मज्जाले हानेर गर्छ होला त नि. म एडिट हान्दिन. सेलिब्रिटीलाई आलोचना आइहाल्छ नि त हैन. अगाडि बन्ने मान्छे खुट्टा छ नि त. त्यही त खुट्टा तान्ने केटा मान्छेको खुट्टा तान्ने केटा मान्छे नै हो. तिमीहरु किन केटी मान्छे खुट्टा तान्ने? यता म यता भन्दै छु. होइन, हामी त सपोर्ट गर्ने वातावरणै छैन भने त अब हामी के भन्नु. ल यस्ता आलोचना आइरहन्छ नि. तिमी प्रयास गर्दै गर. एकदिन मलाई यस्तो के मटर पनि साहस दिँदैछ ल. असैसे हामी जस्तो आलोचनामा उनी मटर पनि आइछ मलाई. लाइन त यसो खोलेकै छैन नि. फेसबुक चाहिँ छ. नझुकिनु ल गाइज. यो जापान हो नि. जापान, नेपाल होइन. साथीहरु, हामी यो ठाउँ आएको रे. यो चिया टिप्न आएको रे. चिया बगान आइपुग्यो. के अलिअलि देख्दैन रे.
अमेजिङ यार होइन यस्तो हो म त सबै ठाउँ घुम्ने हो भोटाङतिर कति राम्रो मान्छे हुँदो रहेछ भन्ने यहीँ आएर थाहा पाएँ म नेपाल जाँदा त बरु सबैको सामान बोकेर जाने अनि सबैसँग भेटघाट आउने आवाज त्यस्तै मिठो नसुन भने पनि सुन्न मन लाग्ने अरू त्यो 2-4 शब्द खोको कसले भन्दैछ कतिको गर्दा अब होइन जाता होइसक्यो हो अझ पर्वत होइन तिमी पर्वतै हुँदै होइन यता भटाङ हुँदैन नि पर्वत भोटाङको मान्छेहरू त नि हो नि त पानी नै मिठो मान्छे नै अब त मेरो पहाड घर परिवर्तन गर्छु मेरो पहाड घर खोटाङको हो कहाँ छ घर लु घसारेर पुऱ्याउनु भनिहाल त यसरी ससुराली घरै त ससुराली घर चाहिँ कता बनायो हो खोटाङ रे अब बनाउँला नि बिस्तारै समय छ 2 वर्ष छ अझै तिमीलाई गाउँकी केटी खोज्दै रहेछ आम सरी म केटी खोज्नु सक्दिनँ नि गाइस केटीले पनि केटी खोज्छ र खोज्देऊ रे भने मैले यिनीहरू कुरा सुन्दिनँ ल मिलाउनु त मिलाउने नि यार ठाउँ आयो अब हल्ला गर्नु होइन हल्ला भने भइरहेको छ यही होला नि होला नगर भने यहाँ चाहिँ अब हल्ला गर्ने जतिर हल्ला नगरौँ है यस हामी बस रोक्ने ठाउँमा आइपुग्यो यो पनि चिया यो पनि हो र चिया हो नि चिया बगान रहेछ यो नकाटेको वाला यहाँनिर राखेको त एक्सिया खुवाउनु पर्ने के हो यहाँ चाहिँ यो चिया कटिङ हाने किन हौ बुढा खडा अङ्ग्रेजीहरू आएको रहेछ अनि अनि यहाँ त टुरिस्टहरू आउँछ नि त प्रायः। बोलिन्छ बोला न मलाई चाहिँ एउटीले खुसी भएर छोरी नि दिन्छ है टुरिस्ट शशी बोला कि एउटीले खुसी भएर छोरी दियो भने त अमेरिका पुगिहाल्नु मेरो मलाई त पहाड खोटाङ जानु मन लाग्छ जान्न म अमेरिका अनि खोटाङ हाम्रो डेस्टिनीमा हामी आइसक्यौँ गाइज मलाई उताबाट सिकाउनुहुन्छ भन न भन्नु र यहाँ चाहिँ मेन ब्लगर चाहिँ यता हुनुहुँदो रहेछ खासमा होइन सो हामी अब यहाँ बस हाम्रो रोकिन लागेको छ हामी यहाँबाट अब झर्नेछौँ सो हाम्रो यहाँ 1 नम्बरको बस 1 नम्बरको बस चाहिँ यहाँ चाहिँ हामी 2 नम्बर बेच्दा छौँ मैले अड्क्यो भन्दा के होला त यार यहाँ त सँगै होइन त बसै मात्र फरक हुन्छ नि के नाटक हो र ड्रामा चाहिँ एउटा 2टा पात भन्दा आउनु भएन कि कहिलेको पातमा त आउनु पर्यो यति मात्रै म टिप्दैछु साथी लगेर म सुकाएर माछा बनाएर खान्छु यहाँ अस्मिता चिया टिप्दैछु नि म पनि टिप्दैछु भिडियो भएन कहाँ क्लिक गरेँ अनि के भिडियो खिच्नु अनि म चाहिँ चिया टिप्नु चिया 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 टिपेको गाइस कालो मान्छे कति गएर ल यो चाहिँ उ चाहिँ हाम्रो गाउँको हाम्रो एक नम्बर गफाडी बिचरा यतातिर पनि हामी त सोझा हो कोही कहाँ गयो मेरो ओइ आया म नि उता जान चाहन्छु जिना यता रहेछ थुप्रो जिना यहाँ छ थुप्रो यस्तो चाहिँ त खिच्नु पनि पर्ने लाज पनि लाग्नु पर्ने कस्तो हौ उहाँ हाम्रो हिरोनी हेर्नुहोस् अगाडिमा किन लाज भन्नु तिमीहरू
म त कताबाट निस्किनु भयो कति कराउँछौ हौ तिमी त छ्या तिम्रो गाडी छ उता हेर्नुहोस् है उता एक नम्बर हिरो नि गुड यहाँ ओच्या बनाएर खाने मेसिन रहेछ गाइस हामी यस्तो ठाउँमा आइपुग्यौँ ब्लगर हामी यस्तो ठाउँमा आइपुग्यौँ चिया टिप्दै टिप्दै चियाको पात यति बना अनि यस्तो ठाउँमा आइपुग्यो हामी फेरि निस्किने सेन विवास्ता सेन्चुहरू हाइछ यो त के हो र यो पढ्न लाइन भगवान जता नि लाइन अनि म त यस्तो गरेर खिच्नुको लागि कस्तो हात गल्छ कि यति ठुलो आइरहेको के हेर्नु यहीँबाट हेर्ने हो ओके गाइज यहाँसम्म त एकदम रमाइलो भयो भिडियो हेरेर साथ दिनुभयो होला आशा गरेको छु थ्याङ्क यू सो मच र मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ भिडियो हेर्दै हुनुहुन्छ भने पक्कै सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु भोलिका दिनहरूमा पनि म तपाईँहरूलाई यस्तै भिडियोहरू लिएर आउनेछु तबसम्मको लागि बाई बाई भन्न चाहन्छु सो एकदम पर्फेक्ट रमाइलो भएको थियो कि साथीहरूसँग घुम्न पाउँदा चाहिँ है ओके बाई बाई एभ्रिवान